सम्बन्ध टुटेको मान्छे यसरी बस्दैन हैन पहिलो कुरा र हाम्रो प्रिय दर्शकहरूलाई थाहा भइसकेको छ सम्बन्ध टुटेको मान्छे जुटेमा सँगै खेल्दैन त्यो कुरै भएन अब अर्को कुरा गर्नुस् स्वागत छ हजुरले धन्यवाद मैले नि यही कुरालाई फेरि कोट्याएँ सम्बन्ध टुटेको मान्छेहरू अदालतमा भेटिन्छ यसरी प्रोग्राममा भेटिँदैन हैन त्यही भएर हाम्रो सम्बन्ध एकदम राम्रो छ दर्शकलाई हामीले धेरै ठाउँमा धेरैचोटि भन्नु पर्यो हैन यो अब त भन्दा नै वाक्क भइसक्यो कति भन्नु जस्तो भइसक्यो र तपाईहरुको यो प्रश्न आइरहँदाखेरि चाहिँ पैसामा कुरो नमिलेर हल्का रमाइलोबाट चाहिँ जोडी छुटेको हो भन्ने चाहिँ अलिकति चर्चामै आयो त्यो कुरो चाहिँ के हो कसरी थाहा भन्नुभयो हामीलाई थाहा छैन तपाईलाई कसरी थाहा भयो होइन त्यस्तो होइन हाँसो मजा एक ठाउँमा छ हैन हामी खालि के हो भन्दाखेरि दुईजना मान्छेले हल्का रमाइलो बनायौँ जुठे बनायौँ त्यसपछि हामीसँग अझै टाइम छ क्या अर्को पनि केही गरौँ न उसले एउटा सम्हाल्नु एउटा सम्हाल्नु भनेर त्यसरी काम गरे त्यो यो मैले अघि नै एक ठाउँ भनेको थिएँ यो हाम्रो समाज चाहिँ छुट्यो टुट्यो फुट्यो भन्दा एकदम रमाउने समाज हो होइन त्यस कारणले गर्दाखेरि त्यो चिजलाई चाहिँ ठुलो इस्यु बनाएर चाहिँ हेडलाइनहरू बन्दिए त्यति मात्रै हो त्योभन्दा अरू त के हो र दाइ यसो हो के छ अघि भर्खर एउटा क्यामेरामा बोलेको थिएँ पढ्न कतिसम्म भन्छु अरे अघि भर्खर एउटा क्यामेरा भनेको थिएँ हामी नेपालीको बानी कस्तो भइदियो भने जहाँ भत्काइरहेछ डोजरले त्यहाँ मान्छे झुम्म हुन्छौँ कि हैन जहाँ बनाइरहेछ कुनै एउटा इन्जिनियरले एउटा घरको डिजाइन निकालिरहेछ त्यहाँ कोही पनि मान्छे हुँदैन हामी नेपाली कस्तो भइदियो जसको भत्किएको छ जसको बिग्रिएको छ त्यो कुरो हेर्न खोज्ने हैन अनि त्यहाँ झुम्मिने त्यो बानी बढी भयो त्यो भएकै भएर यसको नतिजा आज हामी दुईजना शिकार भयौँ हामी न भत्केका छौँ न बिग्रेका छौँ तर बजारमा हल्ला चाहिँ छुटे अरे पैसाको कारणले भयो अरे यसो रे उसो रे हैन अनि त्यो बेट जुन त्यो हामीले बजाएको उसको कारणले हामी जुन कारागारमा परियो त्यसले छुटेको अरे त्यहाँ भित्र छिरेपछि तिनीहरू छुटे अरे त्यो भएर छुटेको केही पनि होइन हैन हामी सँगै छौँ सँगै नभएको भए छुटेको भए मैले अघि नै भनिहालेँ हामी अदालतमा एउटाले अर्कोलाई मुद्दा हालेर आउँथ्यौँ हामी सँगै छौँ सँगै प्रोजेक्ट गरिरहेको छौँ एउटै कुरा के हो भने मैले एउटा सकस भन्ने सिरियल गरिरहेको छु हल्का रमाइलो उसले चलाइरहेको छ जुठे दुईजनाले चलाएको छौँ त्यति मात्रै हो अरू केही पनि होइन के बोल्नु कहीँ कतै जुठे पनि अब छुट्टा छुट्टै हुने त होइन त्यो त यस्तो हो क्या मेरो अब के भन्नु तपाईँहरूले जति दर्शकलाई विश्वास दिलाएर भन्नुभएको छ कहीँ न कहीँ मनमा अलिकति चिसो नपसिकन छुट्टा छुट्टै गरौँ भन्ने त भएन होला नि यसरी राम्रो दुईजनाले गर्दाखेरि सिरियलले पनि पिकअप ल्याएको थियो हल्का रमाइलोको एउटा ब्रान्ड पनि थियो हल्का रमाइलो खस्किया छैन नि छ आफ्नो भ्युज आफ्नो दर्शक हामी सँगै छौँ जस्तै मैले चाहिँ एउटा क्यामेरामा कुरा गरेको थिएँ एउटै हो कि हामी दुईजनाले हल्का रमाइलो र जुठे गरिरहँदा दुईजना हो नि त एकजनाले दुईवटा प्रोजेक्ट गरे होइन नि त होइन हामी दुईजनाले दुईवटा प्रोजेक्टमा मिनिमम पनि हामीले 25 दुना 50जनालाई काम दिइरहेको थियौँ एउटा काम थपौँ किनभने हामी जुठे प्रायः जुठे खिच्दाखेरि हामी 10 भाग खिच्छौँ 10 भाग भनेको 2.5 महिना हो हल्का रमाइलो हप्तामा 1 दिन हुन्छ बाँकी अब सधैँ अब क्यामेरामै बोल्दै हिँडेर नि भएन घरको चुलो पनि बोल्नु पर्यो र हामीसँग धेरै कलाकारहरू काम गर्न रहर गर्नुहुन्छ बाबु अहिले भर्खर यहाँ बा हुनुहुन्छ लक्ष्मण बाबु हामीलाई नि सम्झिन खोइ त तिमीहरू सबैलाई काम दिएछौ हामीलाई नि भन्नुहुन्छ त्यति सिनियर कलाकारहरू त्यत्रो बुवा जस्तो मान्छेले हामीसँग बाबु तिमीहरू चाहिँ काम गर्न रहर छ भन्दाखेरि हामीलाई के हुन्छ एउटा प्रोजेक्ट थपौँ नि त हैन र एउटा पारिवारिक बाढी आइरहेछ यो बाढीमा चाहिँ एउटा पारिवारिक म थप्छु त हल्का रमाइलो अब हामी त जन्मेकै हल्का रमाइलो जन्मेकै कमेडीबाट हो हामी कमेडी नछोडौँ एउटा हल्का रमाइलो गरौँ तर तीनजना के अरे दुईजना तिनैतिर चाहिँ नखेलौँ दुईटातिर खेलौँ जुठेमा सँगै गरौँ अनि म सकस गर्छु तँ हल्का रमाइलो गर कुनै दिन त्यस्तै साह्रै नै विवाद आयो ल छुटेको रहेछन् भन्यो नि मैले आएर हल्का रमाइलोमा खेल्छु 2-4 भाग तनी आएर खेल्न आए पैसा लान्छ आइहाल्छ मलाई अब त्यो चाहिँ अब यो बोल्दै दिन्न यो त म यस्तो के अरे हल्का रमाइलो म चाहिँ राख्दिनँ किनभने पैसा डिमान्ड धेरै गर्छ होइन म तिर्न सक्दिनँ होइन सकसमा त रुना धुने गर्नै सक्दैन किन राख्नु होइन रमाइलो एउटा ठाउँमा छ होइन दर्शकको माया पाएका छौँ हल्का रमाइलो मैले छुटेर घटेको पनि छैन होइन सँगै छौँ बाँकी कुरा बजारका कुरा हामी सुन्ने होइन कि हामी काम कमेन्टमा चाहिँ राजु मास्टर चाहियो भनेर हल्का रमाइलोमा जसले भनेका छन् उहाँहरूलाई के भन्नुहुन्छ सबैजनालाई अहिलेसम्म मेरी भाषी हेर्दाखेरि माग्ने बुढो चाहियो भन्ने कमेन्टहरू 90% छ मेरी भाषीमा हो मान्नुहुन्छ नि होइन कमेन्टमा दर्शकको त्यो माया हो हामीले कमाएको त्यही त हो नि हल्का रमाइलो जन्माउँदाखेरि सँगै भएर जन्माइयो अब केही समय म भइन होला एउटा आफै जन्माएको छोरो त विदेश जान्छ 2-4 वर्ष गएर पढ्छ भने अब छिमेकीले आएर तेरो छोरो चाहियो खोइ त एउटा पूजामा नि आएन त भन्छ नि त अब पढेर आउँछ त फेरि
पढेर आउँछ त 2-4 वर्ष पढेर आउँछ त 2-4 वर्ष छुट्टिँदैमा ए बाउ छोराको चाहिँ काटा मारै भएछ बाउले चाहिँ मुद्दा हाल्यो अरे छोरोले मुद्दा हालेर भनिदिने अनि तपाईँ पत्याउने तपाईँहरू जस्तो मिडियाले पत्याउनु भएन कि यो जोडी अहिले जसरी सहकार्य गरिरहेछ जुठेमा माग्ने बुढा र धुर्मु छुट्टिएको जस्तो होइन हामीले त्यसरी बुझ्दा हुन्छ त्यसो भए कुरै बुझ्नु भनेको त यार तपाईँको एन्सर क्वेसन नै मिलेन के क्वेसन कसरी मिलेन भने जुठे हेरिरहनु भएको होइन अब यस्तो मजारी अहिले पनि हप्तामा 2 मिलियनले 24 घन्टामा 1 मिलियनले हेर्नुहुन्छ 20 लाख 25 लाख मान्छेले हेरिरहनु भएको सँगै छौँ त अब कहाँ त्यो क्वेसन नै मिलेन कि बुढा भन्ने कुरा मिलेन मिल्दै मिलेन अब हामीले भनिसक्यौँ त त्यो नेपाली समाज नै यो उसको बिग्रियो रे भन्दा क्या मजा आहा भन्ने समाज हो क्या यो हाम्रो होइन अझै एउटा उदाहरण चट्टो मिठो दिन्छु गर्मीको मौसममा टिन भन्छौँ नि है गाउँमा टिन तातिरहेको क्लासमा बस्दाखेरि सरले पढाउँदा हाई गरेर आउँछौँ क्या हामी स्टुडेन्ट होइन हामी त्यो मध्ये म पनि स्टुडेन्टको त्यो बेलाको कुरा गरेँ तर त्यो एकजना सरले फ्याट नराम्रो कुरो त्यो हाई गरेको बेला बोलिदिनु भनेको सबको ध्यान त्यहाँ जान्छ कि त्यति राम्रो कुरा सुनाउँदा कसैले सुनाउँदैन सबै हाई गरेर आउँछ नि त्यति गर्मी छ हाई आयो ठिक छ तर एउटा शब्द अलिकति नराम्रो बोलिदियो भने सबको ध्यान ए सरले के बोल्यो हामी त्यस्तो छौँ कि नराम्रो कुरो यति छिटो फैलिन्छ कि राम्रो कुरो त्यसरी फैलियोस् न देश कहाँ पुग्थ्यो हाम्रो नेपाली फिल्म इन्डस्ट्री कहाँ पुग्थ्यो सिरियल कहाँ पुग्थ्यो म्युजिक भिडियोहरू अब अस्ति खेल्यो भ्युज गएन यस्तै ओहिले आएर मलाई जुत्थ्यो यार मलाई के थाहा भयो न्यु इयरमा आएको गीतहरू सबैभन्दा धेरै भ्युज जाने मेरो गीत हो भनेको अब म गायक होइन र हाम्रो माया गरिदिनु हो होइन धेरै गीतहरू होइन यस्तै गायकले गर्दा त नेपालको त्यो सङ्गीत अगाडि जानै सकेन कि यसो गरौँ उहाँसँग मात्रै लिनु अब चाहिँ साँच्चीकै झगडा पऱ्यो हो क्या होइन तपाईँलाई कस्तो लाग्यो सुन्नु भएकै छैन गीत कस्तो सुन्नु भएकै सुन्ने ठाउँमा हाल्नु पऱ्यो नि त भाइ कहाँ पुगेको छ कोही मैले पनि सुने होइन म्युजिक भिडियो फोटो हेरे हो होइन यस्तो हो रमाइलो है फेरि यसलाई अन्यथा नलिनु होला नेपाली गीत सङ्गीत चाहिँ मात्रै होइन नेपाली पन भएका सबै चिजहरू दर्शकको माया पाएका छौँ हामी यत्रो ठुलो बजार भनौँ न इन्डियाको बजारलाई चाहिँ हामीले जित्न खोज्छौँ त्यो त सक्दैनौँ तर पनि हामीलाई साथ दिनुभएको छ दर्शकले त्यो चाहिँ ठुलो कुरा हो